हेलो एन्ड नमस्ते। आजको भिडियोमा एकदमै सिम्पल बेसिक म्याथमेटिक्स दौ जहाँ तपाईले नेपालको 5 करोड इन्भेस्ट गर्नुहुन्छ आफ्नो फिक्स्ड डिपोजिटमा भने त्यही 5 करोड तपाईले दुबईमा इन्भेस्ट गर्नुहुन्छ। के फरक छ त? यो तपाईको ग्रस रिटर्न हुन्छ जहाँ तपाईको एफडीमा एभ्री इयर पाउनुहुन्छ 5% भने दुबईमा 6% एभ्री इयर। लेट्स गो अन ट्याक्स जहाँ तपाईले पे गर्नुहुन्छ 5% टीडीएस। वाओ, इन दुबई इज जस्ट 0%। अनि तपाईको नेट रिटर्न भनेको 4.75 हुन्छ भने नेपालमा एभ्री इयर, इन दुबई जस्ट 6%। यो मैले तपाईलाई ओन एन एभरेज राखेको छु है। अगेन यो तपाईको फरेन एक्सचेन्ज जहाँ तपाईले नेपालमा 1 रुपैयाँको अगेन इज 0, नेपालमा 1 को 1 नै हुन्छ। इन दुबई यु गेट 6% जहाँ तपाईको 2019 मा यहाँको 1 दिरहम नेपालमा थियो 29 रुपैयाँ, अहिले कति छ? 1 दिरहमको 42.5। इफेक्टिभ एनपीआर भनेको कस्तो? एभ्री इयर 4.75 जहाँ दुबईमा यु विल सी इट्स डबल, ट्रिपल 12.36%। अगेन फाइनल प्रॉफिट 1.31 शेयर भने इन दुबई 3.95 शेयर जहाँ तपाईको लगानी डबल हैन ट्रिपलै हुन्छ। वर्ल्डको जुनसुकै कुनामा हुनुहुन्छ तपाईलाई दुबईको मार्केटमा लगानी गर्न मन छ भने प्लिज मलाई डीएम गर्नुस् र मलाई कमेन्टमा दुबई लेख्नुस्। म तपाईलाई प्रपर गाइड गर्छु कुन लोकेसनमा कति बजेटमा कसरी लगानी गर्ने भनेर।